कैलाश पर्वतमा एउटा यस्तो घटना हुन गइरहेको थियो जसले सम्पूर्ण ब्रह्माण्डको इतिहास बदल्ने थियो। पुराणहरू अनुसार एक दिन माता पार्वतीले आफ्नो शरीरमा लगाएको उबटन र चन्दनको लेपबाट एउटा बालक सृजना गरिन्। त्यो कुनै साधारण बालक थिएन, उनले आफ्नै शक्तिबाट जीवन निर्माण गरेकी थिइन्। माता पार्वतीले बालकलाई हेर्दै भनिन्, आजदेखि तिमी मेरो पुत्र हौ। त्यसपछि उनले एउटा आदेश दिइन्, म स्नान नगरेसम्म कसैलाई पनि भित्र आउन नदिनु। बालकले शिर झुकाएर आदेश स्वीकार गर्यो। उसलाई थाहा थिएन, केही समयपछि उसले स्वयं महादेवलाई रोक्नुपर्नेछ। केही समयपछि भगवान शिव कैलाश फर्किए। उनी आफ्नै निवासतर्फ अघि बढे, तर ढोकामा एउटा अपरिचित बालक उभिएको थियो। बालकले हात उठाएर भन्यो, रोकिनुहोस्, माताको आदेश बिना कोही भित्र जान पाउँदैन। क्षणभर वातावरण मौन भयो। देवताहरू स्तब्ध भए, किनकि त्यो बालकले स्वयं महादेवलाई रोकेको थियो। शिवले शान्त स्वरमा भने, म यही घरको स्वामी हुँ। तर बालक अडिग रह्यो। उसलाई केवल आफ्नो कर्तव्य थाहा थियो। विवाद बढ्दै गयो। अन्ततः शिवका गण र देवताहरूले बालकलाई हटाउने प्रयास गरे, तर आश्चर्यजनक रूपमा त्यो बालक अत्यन्त शक्तिशाली थियो। उसले सबैलाई पराजित गरिदियो। अब भगवान शिवको क्रोध जाग्यो। त्रिशूल उठ्यो र एक भयानक क्षणमा बालकको टाउको शरीरबाट अलग भयो। पूरा कैलाश काँपियो। त्यो बालक अरू कोही होइन, भविष्यका गणेश थिए। जब माता पार्वतीले आफ्नो पुत्रको अवस्था देखिन्, उनी शोक र क्रोधले काँप्न छालिन्। उनका आँसुले पृथ्वी हलियो। उनको क्रोधले देवताहरू भयभीत भए। कथाहरूमा वर्णन छ, पार्वतीले आफ्नो उग्र शक्ति प्रकट गरिन्। देवीको रूप अब विनाशकारी बन्दै गइरहेको थियो। उनले चेतावनी दिइन्, यदि मेरो पुत्रलाई जीवित गराइएन भने म सम्पूर्ण सृष्टि नष्ट गरिदिनेछु। देवताहरू आतंकित भए, किनकि शक्ति जब क्रोधित हुन्छ, ब्रह्माण्ड पनि असहाय बन्छ। त्यसपछि सबै देवताहरूले शिवसँग बिन्ती गरे। महादेवले परिस्थितिको गम्भीरता बुझ्नुभयो। त्यसपछि उनले आदेश दिए, उत्तर दिशातर्फ जाओ। जुन पहिलो जीव भेटिन्छ उसको टाउको ल्याओ। देवताहरू तुरुन्तै प्रस्थान गरे र केही समयपछि उनीहरूले एउटा विशाल हात्ती भेटाए। त्यसको टाउको ल्याइयो। शिवले त्यो टाउको बालकको शरीरमा जोडिदिए। त्यो क्षण एक नयाँ दिव्य चेतनाको जन्म भयो। गणेश पुनर्जीवित भए र भगवान शिवले घोषणा गरे, आजदेखि यो बालक सम्पूर्ण गणहरूको स्वामी हुनेछ। हरेक शुभ कार्यभन्दा पहिले यसैको पूजा हुनेछ। त्यसै दिनदेखि संसारले उनलाई गणपति भनेर चिन्न छाल्यो। तर शनिदेवको भूमिका कहाँ थियो त यसमा? यहीँबाट सुरु हुन्छ त्यो रहस्य जसले मानिसहरूलाई आजसम्म चकित बनाउँछ। ब्रह्मा वैवर्त पुराणमा अर्को रहस्यमय कथा पनि पाइन्छ। त्यो कथा शनिदेवसँग जोडिएको छ। जब गणेशको जन्म भयो, देवताहरू कैलाशमा बधाई दिन आए। ब्रह्मा आए, विष्णु आए, इन्द्र आए। तर एक देवता थिए जो बालकतर्फ हेर्न नै डराइरहेका थिए। उनी थिए शनिदेव। माता पार्वतीले आश्चर्यचकित भएर सोधिन्, हे शनि, तिमी मेरो पुत्रलाई किन हेर्दैनौ? शनिको अनुहार गम्भीर थियो। उनले बिस्तारै उत्तर दिए, मातेश्वरी, मेरो दृष्टि श्रापित छ। जहाँ मेरो पूर्ण दृष्टि पर्छ त्यहाँ विनाश आउन सक्छ। कथाहरू अनुसार शनिदेवकी पत्नीले एकपटक उनलाई श्राप दिएकी थिइन्, किनकि शनि सधैँ तपस्या र ध्यानमा डुबेका हुन्थे र आफ्नी पत्नीलाई बेवास्ता गर्थे। क्रोधित भएर उनकी पत्नीले भनिन्, आजदेखि तिम्रो दृष्टि जसमा पर्छ
उसको अनिष्ट हुनेछ। त्यसपछि शनिदेव सधैँ आँखा झुकाएर बस्न छाले। उनी कसैलाई सिधा हेर्न डराउँथे, तर माता पार्वतीलाई आफ्नो पुत्रमाथि पूर्ण विश्वास थियो। उनी मुस्कुराउँदै भनिन्, तिमी देवता हौ, मेरो पुत्रलाई केही हुँदैन। शनिदेव अझै हिचकिचाइरहेका थिए, तर अन्ततः पार्वतीको आग्रह अस्वीकार गर्न सकेनन्। उनले बिस्तारै आफ्नो दृष्टि बालकतर्फ उठाए र त्यसपछि एक भयानक घटना भयो। क्षणभरमै बालकको टाउको शरीरबाट अलग भयो। कैलाशमा चिच्याहट फैलियो। देवताहरू स्तब्ध भए। पार्वती शोकले विलाप गर्न थालिन्। शनिदेव तुरुन्तै आँखा बन्द गरेर पछाडि हटे। उनी काँपिरहेका थिए, किनकि जसको डर थियो त्यही भइसकेको थियो। धेरै संस्करणहरूमा यही घटनापछि भगवान शिवले हात्तीको टाउको जोडेको वर्णन पाइन्छ। त्यसैले केही कथाहरूमा गणेशको टाउको काट्ने घटना शिवसँग जोडिन्छ भने कहीँ शनिको श्रापित दृष्टिसँग। शास्त्रका कथाहरू केवल घटना मात्र होइनन्, ती प्रतीक पनि हुन्। हात्तीको टाउको किन? किनकि हात्ती बुद्धि, धैर्य र शक्तिको प्रतीक मानिन्छ। ठूला कान, धेरै सुन्ने सकिसमता, सानो मुख, कम बोल्ने शिक्षा, विशाल मस्तिष्क, गहिरो बुद्धि र सूढ, सूक्ष्म र विशाल दुवै कुरा सम्हाल्न सक्ने शक्ति। गणेशको पुरानो टाउको हट्नु अहङ्कार समाप्त हुनुको प्रतीक मानिन्छ र नयाँ दिव्य टाउको प्राप्त हुनु उच्च चेतनाको जन्म। धेरै मानिस शनिदेवलाई केवल दुःख दिने देवता ठान्छन्, तर हिन्दू दर्शनमा शनि वास्तवमा कर्मको न्यायाधीश हुन्। शनि दण्ड दिन आउँदैनन्, उनी केवल कर्मको परिणाम देखाउँछन्। जहाँ अहङ्कार हुन्छ त्यहाँ शनि परीक्षा लिएर आउँछन्। जहाँ अनुशासन हुन्छ त्यहाँ शनि वरदान बन्छन्। र सायद यही कारणले गणेश र शनि जोडिएको यो कथा आजसम्म यति रहस्यमय मानिन्छ, किनकि यस कथाले एउटा गहिरो सत्य बताउँछ। भाग्य, श्राप र विनाशको बीचमा पनि दिव्य चेतनाको जन्म हुन सक्छ।